हाम्रो अजिदाहरू त अगाडि निस्किसक्यो यार। ल के भयो यार साथीलाई के भयो? दामी डाँडो यता नि डाँडो बब्बाल घरहरू छ। केटाहरू त बब्बाल कुदा छन् त यार के हो। बब्बाल बब्बाल हाम्रो अजिदाहरू त अगाडि निस्किसक्यो यार। ओए दामी होली हान्दिरा बवाल आवाज आइरह होला होइन बाइकको। आज बिस्तार वाइज दामी दामी ओ दामी 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 कडक 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 शैली गाइस आमा बब्बाल बब्बाल ओ दामी दामी ल के भयो यार साथीलाई के भयो? के भयो यार गाइस विजय साहब सेफ पिछे लाग्यो यार सॉरी तो नराम्रो भयो यार सेट ठिक छ पाइन क्षेत्रसँग आएकोसँग एकदम सुस्ता अब भाइ नीचे गरा
दामी छ त अहिले त हेर्नु बोबाल देखिएको के महाकसम यो हो नि त मजा असली मजा ग्रुप राइड दामी दामी अफरोड 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 दामी बाटो चाहिँ बब्बाल छ कि होइन पुरा टर्निङ छ होइन पुरा टर्निङ मार्नुपर्ने हुन्छ होइन दामी हामी चाहिँ अलिकति झर्ना आइरहेको छ होइन अहिले चाहिँ अब सायद हाम्रो पार्किङ यहीँ हुन्छ कि होइन बाइकले धोका दियो जस्तो मेरो यादमा के हो बाइक पार्किङ गर्नुपर्ने हुन्छ शीतलमा हालिदिउँ शीतलमा यहाँ शीतलमा हाल्नुपर्ने हुन्छ कसम पहिरो खस्यो भने त जान्छ नि त बाइक कति होचो यार इन्जिन तातियो मेरो यार धुवा गनाइरहेको त लट अफ ल गाइज हामी चाहिँ अब फाइनल्ली निस्क्यौँ है अब घरतिर लाग्यौँ होइन अब हामी सबैजना छुट्टिसक्यो है एकदम बबाल मजा लाग्यो होइन हाम्रो अजित दाइ चाहिँ अगाडि हुनुहुन्छ होइन अगाडि भर्खर निस्किनु भएको छ अनि सबभन्दा अगाडि चाहिँ हाम्रो बाइकर सौगात हुनुहुन्छ कि होइन निस्किन्छौँ हामी अब लगभग 12:30 भयो होइन हामी बिहान कति बजे 8 बजेको हाराहारीमा निस्केको थियौँ घरबाट चाहिँ अनि एकछिन 24 कोटीमा हामी आधा घन्टा जति चाहिँ 24 घन्टामा के अरे 24 घन्टा भने सरी 24 कोटीमा चाहिँ हामीले होइन जस्टिसको लागि चाहिँ हामी त्यहाँ अब के न्याय माग्यौँ होइन हाम्रो मोटो मैनिक प्रभातको लागि चाहिँ अनि त्यस पछाडि अनि हामी चाहिँ
हाम्रो चितवन बाइकर्सहरू चाहिँ हुन्छ नि त, मोटो भ्लगरहरू हुन्छ होइन, अनि कतिपय नयाँ नयाँ मोटो भ्लगरहरू हुन्छ अनि सबै हामी चाहिँ ग्रुप राइडमा निस्क्यौँ। अनि त्यसपछि एकदम बबाल मजा आयो कि होइन, अब के कुरा गर्ने होइन। अनि मेरो फर्स्ट राइड पनि हो ग्रुप राइड होइन। सबैजनाले माया गरिदिनु होला होइन, साथ सपोर्ट दिनु होला, त्यही भन्न चाहन्छु होइन। अनि आगामी दिनहरूमा पनि दामी दामी अब भ्लगहरू बनाउँछु भन्ने मेरो सोच छ। अब डेली भ्लग त मैले अब खासै सक्दिनँ, किनकि अब म काममा हिँडिरहनु पर्ने हुन्छ होइन, त्यसले गर्दा चाहिँ म डेली भ्लग हाल्न सक्दिनँ गाइस। डेली भ्लग चाहिँ पछि टाइम मिल्यो भने हाल्न सक्छु म, मेरो सोचै त्यो छ। अब भ्लग चाहिँ आइरह हुन्छ होइन, कन्टिन्यू हुन्छ भ्लग चाहिँ। भ्लगलाई मैले एन्डिङ गर्दिनँ किनकि एउटा यो प्यासन हो नि त मेरो होइन। दामी दामी यस्तो दामी मौसम छ होइन, बादल पनि यस्तो बवाल देखिएको छ। अनि अरू त के कुरा गर्ने होइन। अनि यतानि डाँडो बब्बाल घरहरू छ, मजा आइरहेको छ जेहोस् राइड गर्न चाहिँ। अनि यस्तो कहिले कहिले राइड पनि गर्नुपर्छ होइन, दिनै अब काम गरेर मात्र पनि हुँदैन कि, एक दुई चिज चाहिँ मजा लिनुपर्छ होइन। अब राइड हान्नुपर्छ भन्ने सोच छ मेरो। भ्लग चाहिँ आइरहेको हुन्छ गाइज। अनि सबैजनाले माया गरिदिनु होला होइन। अनि मेरो टिकटकमा पनि, टिकटकको नाम पनि राइडर सञ्जीव छ, सबैले फलो गरिदिनु होला। साथसाथै युट्युब च्यानललाई पनि सब्सक्राइब, लाइक, कमेन्ट, सेयर गरिदिनु होला है गाइज। ड्यामी 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 याचमा कसम खतरा कुदेखाएको यार। क्लच प्लेट मिस्त्रीहरूले चाहिँ हुन्छ नि त, आइया मिस्त्रीहरूले चाहिँ अनि यसको क्लच प्लेट जान लाग्छ। अब क्लच प्लेट फेर्नुपर्छ भन्थ्यो, खै त्यो क्लच प्लेट दामी पिकअप दामी दिइरहेको छ होइन। अनि यतिको पिकअप भनेको त पिकअप हो नि त हो भाइ, बगाइमा आउँछ है। केटाहरू त बबाल कुदाएको छ नि त यार, के हो। एनएसलाई नि भेटाउनु सकेको छैन मैले, एफजेड त कहाँ हो होइन। अनि हाम्रो XR 150 पनि कहाँ हो के। हेलो गाइज, के छ खबर सबैजना, सन्चै हुनुहुन्छ होला। म पनि एकदम ठिकठाक छु है। अनि आजको भ्लग चाहिँ जुन भनौँ न, आजको ग्रुप राइड चाहिँ एकदम बबाल मजा भएको छ। हामी चाहिँ चितवनबाट चाहिँ भनौँ न 24 कोटीबाट चाहिँ हामी जलबिरीसम्म गयौँ होइन। यस्तो दामी मजा आयो होइन। अनि केटाहरूले पनि सबैजनाले साथ दिनुभयो होइन। अनि बेसिकल्ली भन्नुपर्दाखेरि चाहिँ एकदम स्पेसल्ली भन्नुपर्दाखेरि चाहिँ हाम्रो बाइकर सौगात दाजु, अनि बिग फ्यान है हजुरलाई पनि। अनि त्यस पछाडि अजित दाजु, अजित दाई पनि बिग फ्यान। उहाँहरूले नै मलाई मोटिभेट गर्नुभएको होइन। अनि यसरी हिँड्नुपर्छ, अब यसरी गर्नुपर्छ है, अघि बढ्नुपर्छ भनेर गर्नुभएको, त्यही नै हो। अनि उहाँहरूलाई पनि एकदम तपाईँहरूले साथ सपोर्ट गरिदिनु होला, सबको लाइक, सब्सक्राइब, कमेन्ट, सेयर गरिदिनु होला, साथसाथै मलाई पनि गरिदिनु होला है। अनि आजको राइड पनि बबाल मजा भयो। अनि हामी चाहिँ जलबिरीबाट भनौँ 24 कोटीबाट जलबिरीसम्म गयो। अनि गर्मी पनि अति गर्मी छ, अब के भन्ने होइन, 40 डिग्री सेल्सियसको लगभग हाराहारीमा छ। अनि अरू के कुरा गर्ने, अब दिउँसोमा हिँड्न पनि सकिँदैन। अनि त्यो हिँड्दाखेरि चाहिँ तपाईँको कस्तो भन्दाखेरि बाटोमा हिँड्दा पनि त्यो तातो हावा, त्यो पिच तातेर चाहिँ तातो हावा चाहिँ हानिरहेको हुन्छ कि। अनि त्यो गर्दा त्यसो हुँदाखेरि चाहिँ राइड गर्न चाहिँ एकदम गाह्रो हुन्छ होइन। अनि त्यही भएर अब म फाइनली घर आइसकेको अवस्था छ। अब के भन्ने होइन, यही नै हो। आजको ग्रुप राइड चाहिँ एकदम बबाल मजा भयो। मेरो फर्स्ट राइड पनि हो ग्रुप राइड। अनि हाम्रो चितवनबाट चाहिँ फर्स्ट राइड मैले ग्रुप राइड गर्न पाएँ, एकदम आई एम सो ह्याप्पी है। थ्याङ्क यू सो मच गाइज। आज चाहिँ म अब भ्लग चाहिँ यहीँ एन्डिङ गरिदिन्छु, बिस्तारै भेटिरहनुपर्छ गाइज। थ्याङ्क यू सो मच।